Hello guys, welcome back to SNK Records. After a very long time, हामी फेरि पनि finally back भएका छौँ है. Sorry for that. हामी अब बिचमा के भयो हामी पनि नस्नुपर्छ. Sorry, म off topic गएँ तर बिचमा हामी गायब भयौँ. We were all busy पनि काममा पनि बिजी थियौँ अनि त्यसपछि PTE भिजा के भयो है. बिचमा अब त्यो सबै बिस्तारै अपडेटहरु त आइहाल्छ तपाईहरुलाई हैन. अनि अलिकति स्याड न्युज पनि छ त्यो अब पछि आजको भिडियोमा अब यो हामी रेकर्ड गर्दै थाहा हुन्छ तपाईहरुलाई त्यो पनि के हो स्याड न्युज भनेर. अनि हामी फाइनली घुम्न निस्केका छौँ धेरै नै पछि. अब कहाँ जान लाग्यो त्यो मलाई पनि थाहा छैन स्टिल, किनकि अब साथीले प्लान गरेछ. अब खै अब अनप्लान भनेको छन् है. आई डोन्ट नो अनप्लान हो कि प्लान हो, तर त्यो अब अहिले एकछिनमा थाहा नै भइहाल्छ. अनि अब एज युजुअल अब हाम्रो सागर सर चाहिँ हुनुहुन्छ ड्राइभ गरिरहनु भएको निकेश छ अगाडि हैन. अब अनि हामीसँग अलिकति ग्याजेट्सहरू एड अन पनि भएको छ, त्यही भएर यसपालिको भिडियो हाम्रो क्वालिटी अलि राम्रो पनि हुनसक्छ गाइज हैन. अनि हाम्रो अब चाँडै अब त्यो एक हप्ताको ग्यापमा अर्को भिडियो पनि आउनवाला छ. त्यो चाहिँ सरप्राइज हुनेवाला छ के हो भनेर त्यो भिडियो चाहिँ हैन. अनि अब यसरी नै हामीलाई सपोर्ट गरिराख्नु भयो होला. हामी गायब भयौँ तर केही छैन, फेरि नि भिडियो आइरहेको छ. यति भन्दै म अहिले यही पज गर्न चाहेँ. थ्याङ्क यू. Welcome back to SNK. नमस्ते सबैजनालाई. हाम्रो लास्ट भिडियो कति 5-6 महिना थियो होला है, दसैँभन्दा अगाडि भने. दसैँभन्दा अगाडि भनेपछि त लाइक अलमोस्ट कति भयो होला. ठिक छ, हामी दसैँ मनाउँदै थियौँ. दसैँ चैते दसैँ सबै फेस्टिभलहरू मनाएर हामी अलि भर्खरै फ्री भएको छौँ. दसैँ क्रिसमस न्यू इयर सबै मनाइयो. गीत पज गर्नुपर्ने होला नि, फेरि कपिराइट आउँछ नि हाम्रो सानोतिनो भिडियोमा फेरि कपिराइट आउँछ, फेरि पैसा आउँदैन हाम्रो. धेरै ढल्छ कि नि कम ए सरी क्षितिज नि छ पछाडि. किको सरलाई अम्पीको सर पनि हुनुहुन्छ हाम्रो पछाडि है. के हुँदैछ हाम्रो सब्सक्राइबर्सहरू, कस्तो हुनुहुन्छ? सबजना ठिक हुनुहुन्छ कि हुनुहुँदैन? प्लिज कमेन्ट गरिदिनु होला. बिचरा सब्सक्राइबरहरूले हामीलाई बेसिसक्नु भयो होला है. हाम्रो वेट गरिरहनु भएको छ होला हाम्रो एकदम लोयल सब्सक्राइबर्सहरू. के पनि छ है भनेर. ठिक छ, हामी अब बिस्तारै ब्याक टु हुँदैछौँ. गेटिङ द्याट. भन्ने कुराहरू भयो नि त है ब्रेकमा. भिजा सिजा हाल्नुपर्ने थियो, त्यही हो क्या. पढाइ सक्यो भर्खरै, काम खोज्नु पऱ्यो, काम गर्नु पऱ्यो, त्यस्तै भएर फेरि चुनाव चलिरहेको थियो. त्यसको छुट्टै टेन्सन थियो त्यहाँ. त्यही भएर नि के को मात्रै तनाव लिने भन्ने कुरा हो. के थियो नि एउटा गीत, आपकी सरकार बालेन सरकार है, आपकी बात बालेन सरकार. अनि त्यतै चुनावतिरै लागिरहेको थियौँ सर र. अनि त्यसपछि अरू के भयो, अरू त खासै त्यस्तो नयाँ नौलो त केही पनि छैन, सबै पुरानो एज युजुअलै छ. अस्ट्रेलियन लाइफ इज टफ म्यान. बब्बाल रमाइलो भइरहेछ अब हाम्रो बल्ल. सब गाइज हाम्रो चाहिँ अब सानो स्टप भयो है. अब साउन्ड क्वालिटी राम्रो आओस् भने हाम्रो फेरि माउथमा पुरै माइकमा पुरै यो के क्याट फर के लगाएर हामीले यहाँ टक्क दिइरहेछौँ है. अब हामी ब्रेकै गर्न जाँदैछौँ. लास्ट भोक लाग्यो अब यस्तो ब्रेकिङ हाल्दिउँ भनेर. अब हाम्रो सानोतिनो ब्रेकी हुन्छ, ब्रन्च हुन्छ, लन्च र ब्रन्च ब्रेकफास्टलाई मिक्स गरेर हामी होइन यहाँ क्याफेमा जाँदैछौँ. एउटा ट्याकल आर ब्रेकी टाइम है. निकेश सरले चाहिँ ग्रनोला अर्डर गर्नुभएको छ, रिसेन्ट फेभरेट भएको छ निकेशको. अनि हाम्रो सरप्राइजिङली क्षितिज सरले चाहिँ सिजर स्यालेड खानिरहेछ. खोइ कताबाट हो के हो है, पुरै हेल्दी. मेरो चाहिँ एकदम वान अफ द फेभरेट मेरो स्म्यास एभोकाडो है. बवाल लाग्छ मलाई चाहिँ, एकदम खत्रै लाग्छ. अनि हाम्रो कफी भइरहेछ, केटाहरू पानी खाँदैछन्. ल सी यु आफ्टर द मिल है त. हामी खाएर भेट्छौँ अब.
Welcome back again. यस्तो हात राखिरहेर ट्याक्कै नियन्त्रणमा आइदिएको So फेरि मिठो ब्रेकफास्ट पछि हामी फेरि रोड ट्रिपतिर लागिरहेछौँ अहिले है गीत अफ गर्नु पऱ्यो नि त कपिराइट आउँछ फेरि कस्तो भयो भिगो तँलाई कस्तो भइरहेछ त अहिले रोड ट्रिप ए रोड धेरै पछि आयो नि त हामी होइन धेरै पछि आयो रमाइलो भयो रमाइलो भइ नै रहेको छ तर अलिकति मलाई निन्द्रा पनि लागिरहेको छ किनकि म मजाले सुत्दैथिएँ तर यो भ्यू तँ त फेरि त्यस्तो हो क्या मेट जुन ट्रिपमा पनि है आधा निन्द्रा आधा निन्द्रामै आउँछ क्या यो त किन हो किन है आधा निन्द्रामै हुन्छ यार यस्तै छ जिन्दगी अब के गर्नु त अब रातभरि गर्लफ्रेन्डसँग कुरा गर्छ सुत्दैन त्यही भने जहाँ जाँदाखेरि यस्तै हुन्छ उसको त्यस्तो होइन त्यो त एक्चुअली त्यस्तो होइन तर अब के गर्नु गाह्रो छ काम गरेर खानै पऱ्यो राति रातिसम्म काम गर्नुपर्छ के गर्नु गाह्रो छ त्यस्तो हो गर्लफ्रेन्ड त अब कहाँ अब गर्लफ्रेन्ड छैन नि यार मेरो गर्लफ्रेन्ड छैन अब नरिसाउनु होला जसले आज के हो सार भाइको त एसएनकेको टी सर्ट छ त यार एसएनकेको टी सर्ट आयो नि त हाम्रो नेपालबाट हाम्रो मर्च पनि छ है गाइस कसैलाई चाहिन्छ भने प्लिज अल द वे फ्रम नेपाल है लेट अस नो है हामी विल ट्राई टु प्रोभाइड यु फ्रीमा चाहिँ होइन नि गाइस फेरि एकदम हाई क्वालिटी प्रिमियम टी सर्ट छ है इफ यु गाइज वान्ट टु सपोर्ट एसएनके देन यु सुड बाई आवर मर्च है सही हो लिङ्क हालिदिउँ न हामी युट्युबमा हामी एकदम एक्सक्लुसिभ अनलाइन मात्र हामी बेच्ने हो खासै धेरै धेरै बनाएको छैन अब कसैलाई एकदमै लिमिटेड स्टक लिमिटेड स्टक हो कसैलाई चाहिन्छ भने चाहिँ हामी बनाइदिन सक्छौँ तर नयाँ नयाँ डिजाइन पनि आउँदैछ कमेन्टमा नाइस अहिले एकछिनमा देखाउँछु यो सिट बेल्टले गर्दा देखिरहेको छैन होला म अहिले एकछिनमा देखाउँछु है सिट बेल्ट त लाउनै पऱ्यो जाडो आउँदैछ अब भोलि पनि बनाउने प्लानमा छ वाउ जाडोमा त अब हो एसएनकेको हुडी लाएर हिँडेपछि त सकेन ओके गाइज अहिले चाहिँ हामी यो नेपाल होइन फेरि नेपाल नेसनल पार्कतिर हिँडिरहेछौँ होइन रमाइलो ठाउँ रहेछ एकदम यहाँको मोस्ट अफ द ठाउँहरू चाहिँ एकदम अब समुद्रको छेउछाउ नजिक एकदमै हावा चल्ने बिचहरू हुन्छ अरू बेला हामी आउँदाखेरि चाहिँ अब तपाईँहरूले हरेक भिडियोमा देखिरहनु हुन्छ अनि हामीले जुन भिडियोमा पनि कम्प्लेन गरेर हुन्छौँ दिन राम्रो छैन घाम लागिरहेको छैन होइन आज चाहिँ ठिक छ अब हाम्रो मेलबर्नमा चाहिँ जाडो सुरु हुँदैछ अनि आज चाहिँ मजाको घाम लागिरहेछ क्षितिज सर यता हुनुहुन्छ निकेश सर राइट बिहाइन्ड है रमाइलो भइरहेछ एकदम हाम्रो बिजनेस टक्स भइरहेछ मजाले हाम्रो अस्ट्रेलियामा बिजनेस खोल्ने प्लानिङ चल्दैछ अबको 4-5 वर्षमा है आई होप हामीले त्यो बेलामा नै हाम्रो भिडियोहरू हाल्छौँ है ओपनिङ अ न्यू बिजनेस इन अस्ट्रेलिया भनेर सुन 3-4 वर्ष अहिले चाहिँ हामी आफ्नै स्ट्रगलिङ फिल्डमा छौँ है स्ट्रगलिङ पोइन्टमा छौँ अहिले हामी अनि त्यसो अब म पछाडिको भिडियो देखाउँछु भ्यू देखाउँछु है त कस्तो छ यता चाहिँ यस्तो एरिया छ है ठ्याक्कै क्यामेरा त फ्लिप गर्नु परेन र ठ्याक्कै यस्तो छ है त हामी हिँडिरहेछौँ टन्नै मान्छेहरू छन् यहाँबाट माथि जाने कि यता बाटो हिँड्ने एकदम राम्रो वेदर छ आज त्यति धेरै गर्मी छैन तर त्यति चिसो पनि छैन घाम लागिरहेछ मजाले मान्छेहरू टन्नै छन् हल्का फुल्का आज सन्डे धेरै पछि हामी सन्डे घुम्न आएको धेरै पछि कि हामी त फर्स्ट टाइमै हो सन्डे आएको त यताको भ्यू नि बवाल रहेछ ए ओके त्यस्तै छ त्यस्तै सर के भनिदिनुहोस् न त तपाईँले कस्तो फिल हुँदैछ तपाईँलाई अनि यो दिन पऱ्यो नि त ए सरी हामीले जहिले बिचहरू हेर्दाखेरि कस्तो कस्तो के नमिलेको राम्रो त राम्रो हुन्थ्यो अस्ट्रेलियाको बिच होइन तर कस्तो कहिले के नमिलेको पानी फोहोर कस्तो हुन्थ्यो तर आज मलाई यहाँको यो बिच चाहिँ एकदम क्या क्लिन राम्रो लागिरहेछ होइन अनि चारैतिर छ एकदम सबै चिज राम्रो भइरहेछ धेरै पछि हामी बाहिर निस्क्यौँ आइ एम सो ह्याप्पी काम अलिकति काम भइरहेको थियो अलिक टाइमदेखि अनि आज अलिकति ब्रेक हुँदाखेरि चाहिँ अनि धेरै नै रमाइलो लागिरहेछ भनौँ न हल्का ब्रेक पनि यो भयो कामबाट त्यही भएर आइ एम सो ह्याप्पी अब क्वालिटी टाइम भइरहेछ त्यही हो के भन्नु त अरू निकेश सरलाई पास गराउनु त माइक
हेलो हेलो के छ माइक चेक कस्तो भइरहेछ कस्तो लाग्दैछ बस आयो नि त बस आइरह हामी चाहिँ बस नलिकन हिँड्दै आएको आज हामी एकदम फिजिकल फिटनेसमा एकदमै ध्यान राख्ने मान्छे हो नि त हामी हिँड्न रमाइलो भइरहेछ धेरै पछि हिँडिरहेछौँ तर खुट्टा दुख्यो क्या हो यार बस जान्छ त्यत्रो धेरै फिट नै छैन ए बसमा पो ठिक छ रमाइलो भइरहेछ धेरै पछि घुम्न आएको छौँ हामी धेरै पछि हो आज हामी दसैँ भन्दा एकदमै आँखा एकदम फ्रेस भइरहेछ हिउँ बवाल छ कति काम 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 होइन काम घर स्ट्रेस फ्री भयो नि त आज भयो नि त धेरै पछि सक्यो नि त हाम्रो वाउ कलेज सक्यो भिजा सर्ट आउट भयो भिजाको सर्ट आउट भयो अनि अब जस्ट करियर सर्ट आउट हुनु बाँकी छ त्यति हो बस त्यसपछि हामीलाई सबै नै मिलिरहेछ अब जे हुन्छ जस राम्रैका लागि हुन्छ होइन जिन्दगीको हिसाब यसरी मिलि नै रहेछ सबै चिज राम्रै मिल्दै जाओस् अझै पनि फ्युचरमा म चाहिँ फेरि के भन्छु भने म एक्लै जाँदिनँ साथीहरूलाई लिएर जान्छु सँगसँगै अहिलेसम्म जे भइरहेछ बबालै भइरहेछ होइन वी होप अगाडि पनि दामी नै होस् सबैजना अनि यो ठाउँ चाहिँ एकदम फेरि वर्ल्ड वार फर्स्ट कि सेकेन्डको ठाउँ हो क्या खासमा यहाँ एकदम त्यो आर्मीको पोस्टहरू तोप्स अनि स्ट्याचुहरू टन्नै रहेछ ठिकै हिस्टोरिकल प्लेस तर भ्यू चाहिँ बबाल छ एकदम समुद्रकै बिचमा टापु आएको जस्तो एकदम बबाल क्या पानी बबाल देखिरहेछ एकदम ब्लू कलर हेर्न सक्नुहुन्छ तपाईँहरू मेरो चाहिँ फेरि नाम नै सागर भएर मलाई चाहिँ फेरि समुद्र सागर पानी सबै बवाल लाग्छ क्या म चाहिँ एकदम वाटर बेबी नै हो क्या फेरि है त्यही भएर मलाई चाहिँ क्रेजी तर के गर्ने स्विमिङ गर्नै आउँदैन ठिक छ स्विमिङ गर्न आए नि नआए नि तर पानी चाहिँ मेरो एकदम फेभरेट चिज हो क्या है मलाई चाहिँ रिस उठ्यो म एकदम स्याड छु भने मलाई पानी सानी छोएपछि मलाई ठिक हुन्छ क्या फेरि गाइज है म चाहिँ वाटर बेबी नै हो फेरि त्यस्तो छ यहाँ फेरि Hello guys, welcome back again to our video. यस्तो मेरो खुट्टा खिच्यो क्या तिमीहरू So अब हामी हाम्रो आजको घुमघाम बिस्तारै समाप्त गर्दैछौँ होइन अब कति बज्यो भन्दाखेरि 3 पनि बज्न लाग्यो हामी खास अन्त त्यो मर्निङ टाउनमा एउटा यहाँ केबल कार छ त्यहाँ जाने प्लान थियो तर त्यहाँ नजाने भयौँ हामी अब यसै यतिकै साथीहरूसँग अब गफ गरौँ भनेर हामी एउटा दामी स्पटमा आएको छौँ होइन त्यो एकछिनमा देख्नुहुन्छ तपाईँहरूले तर द मेन कुरा चाहिँ के हो भन्दाखेरि यो अहिले हामी यसरी 3 जना बसेर कुरा गर्न लाग्दा चाहिँ मैले अघि स्टार्ट के अरे भिडियोको स्टार्टमा के भनेको थियो भन्दाखेरि वी हेभ सम स्याड न्युज र अब हामी त्यही स्याड न्युज कुरा गर्न लागिरहेको छौँ हामी यस्तो खास के भयो भन्दाखेरि अब त्यस्तै सबै चिज त्यो के भन्छ त्यो एक्कासी भयो सबै कुराहरू होइन क्विक भयो भनौँ न अब सागर सर चाहिँ हाम्रो सागर सर एडलेड जाँदै हुनुहुन्छ मेलबर्न छोडेर अनि एसएनकेबाट अब चाँडै भन्दा अब 1 हप्तामा जाँदैछ मेलबर्न छोडेर एडलेडतिर उसले एउटा राम्रो अपर्च्युनिटी पायो अब हाम्रो भिजाहरू अब मेन अब भर्खर हाम्रो स्टुडेन्ट भिजा हाल्यौँ अब हामीलाई करियर पनि फोकस गर्नु छ भाइ अस्ट्रेलियामै बस्यो भनेर अनि राम्रो अपर्च्युनिटी पाएपछि अब जानै पऱ्यो होइन त्यही भएर अब हामी अब हाम्रो एसएनके अब बिस्तारै छुट्टिँदै छ तर अब बिस्तारै यो केही टाइमको लागि मात्रै हो सधैँको लागि हाम्रो टाढा भए पनि हामी सधैँ त के अरे कनेक्टेड त भइ नै रहेको अनि हाम्रो क्षितिज सर चाहिँ डार्विन जाँदै हुनुहुन्छ फेरि है अनि त्यसै हाम्रो निकेश सर चाहिँ अहिले केही समयको लागि मेलबर्नमै बस्नुहुन्छ अरे उहाँ पनि जानुहुन्छ तर हालसालको लागि चाहिँ हामी चाहिँ सबैजना अब भिजाकै लागि अब अस्ट्रेलिया आएर बसेपछि पिआर त चाहियो पिआरको लागि चाहिँ हामी मुभ हुँदैछौँ अब सबैजनालाई आफ्नो अब स्ट्रगल गर्नु छ अब फर्स्टमा त 2-3 वर्ष अब छुट्टिएरै बस्नुपर्ने छ हामी
त्यसपछि फेरि हामी ब्याक टु विथ अ ब्याङ भइहाल्छ होइन Back to the bank. अब हाम्रो क्याफे बिजनेस आइडियाजहरू भइरहेछ अब त्यसको लागि आफू स्टेबल हुनु पऱ्यो फर्स्टमा त्यही स्टेबल हुनको लागि हामी जाँदैछौँ अहिलेलाई अब म चाहिँ अब फर्स्टमा चाहिँ मै जान्छु म चाहिँ अब नेक्स्ट 2 विक्सभित्र गइसक्छु म चाहिँ एडिलेड जाँदैछु अनि त्यसपछि क्षितिज सर डार्विन जानुहुन्छ 1-2 महिनामा निकेश सर बस्नुहुन्छ अहिले मेलबर्न हामी रिसेन्टली अब नयाँ घर सरेको थियौँ हामी तर सबै कुरा यस्तो एकदम फ्ल्यासमा भयो कि सबै कुरा अब एक्सप्लेन गर्नै पाएन एक्सपिरियन्स पनि गर्नु पाएनौँ हामीले नयाँ घर होइन भर्खर 3 मन्थ्स जति भएको थियो हामी नयाँ घरमा सिफ्ट भएको हामीले नयाँ घर अब 1 वर्ष घरको टुरै दिएको छैन क्या हामीले अझ होम टुरै दिएको छैन क्या पुरै भएको छैन होम टुर नदिकनै होम बाई बाई हुनुभयो भने अब सिधै बाई बाई वाला भिडियो आउँछ अब हाम्रो त्यही भएर तर सबै अब हाम्रो फर्स्ट सर्ट टाइम होइन 1-2 वर्ष फर्स्टमा त हाम्रो अब भिजा सर्ट आउट गर्नु छ हामीलाई त्यही भएर निकेश सर तपाईँलाई के लाग्दैछ कस्तो लाग्दैछ म त स्याड हुँदैछु नि यार केटा दुवैजना छोडेर जानलाई मलाई है ठिकै छ अब दुवैजनालाई अल द बेस्ट के भन्ने हो र अब यसो बिचबिचमा भेटघाट त भइ नै हाल्छ अब म मेलबर्न आइरहेको छु म खासै टाढा त होइन मेरो 6 घन्टा हो यहाँबाट 6 घन्टाको ड्राइभ हो क्षितिज सर चाहिँ अलिक टाढा हुनुहुन्छ मलाई त 4-4.5 घन्टा लाग्छ फ्लाइटमै अब त्यही पनि म आइहाल्छु नि आउनु त मेरो अब मान्छे पनि हुनुहुन्छ हल्का टाइमको लागि क्षितिज सरको साथी हुनुहुन्छ यहीँ अब भेट्न पनि आउन सक्छ म पनि आउँछु मेरो पनि साथी यहीँ हुन्छ साथी पनि निकेश सर ठिक छ अब हामी अब आइहाल्छौँ फेरि नयाँ भिडियो लिएर अब अलिक ग्याप हुनसक्छ तर डिफ्रेन्ट ठाउँबाट सबैजनाको तर अब अस्ट्रेलियामा त होइन हाम्रो अलिकति पनि आउन सक्छ होइन हाम्रो रियुनियन हुनसक्छ खतरा ठाउँमा यसरी आउन सक्छ अनि हाम्रो रियुनियन इन्टरनेसनल ट्रिप नि हुनसक्छ हाम्रो इन्टरनेसनल ट्रिप पनि हुनसक्छ पहिला जस्तो भिडियो नआउला तर आउँछ पुरै ब्याङ आएपछि खत्रै आउँछ खतरै आउँछ कडै आउँछ ठिक छ अब सबैले आफ्नो करियर बनाउनलाई छुट्टिन लागेको हो करियर फर्स्ट करियर भएपछि फेरि हामी सँगै भइहाल्छ नट अ बिग डिल है हामी सबैजना सँगै सधैँ सँगै नै हो हामी जहिले फोनमै हुन्छौँ जहिले सँगै नै भइरहेको हुन्छौँ अब अहिलेको लागि क्षणिक टाइमको लागि मात्रै हामी जाँदैछौँ त्यसपछि फेरि ब्याक टु विथ सम न्यू थिङ्स भइहाल्छ क्या है त्यही भएर तपाईँहरू पनि स्याड नहुनु नि जे हुन्छ राम्रैका लागि जे हुन्छ राम्रैको लागि हुन्छ भनेर हामी मुभ हुँदैछौँ त्यही हो स्याड न्युज चाहिँ त्यही नै थियो अनि त्यसपछि अब हाम्रो नेक्स्ट विक अर्को एउटा फेरि भिडियो आउँछ त्यो चाहिँ हाम्रो लास्ट भिडियो हुन्छ होला सायद सँगै मेलबर्न सँगै भन्दा पनि अब मेलबर्नमा चाहिँ हुन्छ त्यसपछि अलिकति ग्याप त्यसपछि हामी छुट्टै छुट्टै सेपरेट भिडियो नै हाल्न सक्छौँ के हो सेपरेट भिडियो बनाएर अनि त्यही सँगै जोड्न पनि सक्छ त्यो भिडियो आउनु नै आउँछ एसएनके च्यानलमा तर अब सँगै चाहिँ अब अलिक टाइमको लागि चाहिँ ग्याप हुन्छ त्यसपछि बबाले आउँछ फेरि भइरहेको पार्ट अफ लाइफ सबै चिज राम्रो हुँदै जान्छ त्यही हो हाम्रो स्पेसल अनाउन्समेन्ट सबैको जय होस् जय होस् अब भिडियो चाहिँ अब एन्ड अहिले गर्ने हो र होइन होला अब एन्ड गर्दा नि हुन्छ अब बाटोकै भिडियोहरू आउँछ नत्र यसपछि अलिअलि त्यो ड्रोन सरहरू आउँछ होला यो पछि चाहिँ तर अब हामीले चाहिँ बाटोको भिडियो नै आउन सक्छ बोलेर चाहिँ यही सकाइदिन्छौँ आजको ट्रिप एकदमै दामी भयो धेरै पछि एकदम एपिक वेदरले पनि साथ दियो हामीलाई हामी 3 जना धेरै नबोलेकै धेरै टाइम भइसकेको थियो अब सँगै बसेर अब कामसाम भइरहेको छ अनि त्यही भएर धेरै पछि धेरै मजा आयो अब यस्तै भिडियोहरू आइरहेको छ ल भन्दै हाम्रो माइक पनि झऱ्यो ल यो भिडियोलाई चाहिँ हामी यहीँ टुङ्गाउन चाहन्छौँ अनि यो भिडियोलाई चाहिँ धेरै माया दिनु होला हाम्रो भिडियो वी वान्ट दिस भिडियो है टु गो लाइक 500 मोर भ्युज होइन लाइक सेयर सब्सक्राइब सबैजनाले एक एउटा मिठो कमेन्ट नै हानिदिनु पऱ्यो क्या जसले हेर्नुहुन्छ बढाउनु पऱ्यो हाम्रो कति छ 100 समथिङ कति छ अब त्यो अलिक बढाउनु पऱ्यो जय नेपाल जसले भिडियो हेर्नुहुन्छ प्लिज डु 150 प्लस हुनु पऱ्यो ल सब्सक्राइबर पनि डु लाइक अनि सेयर अनि सब्सक्राइब अनि कमेन्ट नि गर्नु पऱ्यो क्या सबैजनाले